गुड मर्निङ साथीहरू। आज चाहिँ मलाई घरको याद आयो हो। आज चाहिँ मलाई गिलो रोटी खानु मन लाग्यो र है अब गिलो रोटी खाँदैछु, बनाउँदैछु मैले हो। र अब भनौँ भने अरूले त अरू इङ्ग्लिस भाषामा त पेनकेक भनिहाल्छ हो। हाम्रो चाहिँ गिलो रोटी बनिँदैछ है। भोक लाग्यो, घरको खाना याद आयो र आज म पेनकेक बनाउँदैछु। भनौँ हाम्रो है भाषामा गिलो रोटी। अरूले कति सल्ट हालेर खान्छ होला, तर मलाई चाहिँ अझै चिनी हालेर खानु मन लाग्यो। र यसमा हल्का प्याज, प्याज, ग्रिन चिलीहरू पनि हल्का अब स्पाइसी पनि मलाई मनपर्छ, त्यो पनि मिक्स गर्छु। टमाटर पनि हालौँ भने चाहिँ फेरि मन लागेन र हालिनँ। र एउटा अन्डा पनि मिक्स गरेको छु यसमा। यो आजको मेरो चाहिँ नास्ता है साथीहरू। हस् त साथीहरू, मेरो पेनकेक चाहिँ एक साइड पल्टाएँ हो। आमा यतिको भएछ। हल्का घिउ भएर घिउ दिनु हुँदैछ। पेनकेक चाहिँ मेरो रेडी हुँदैछ। अन्डा सन्डा प्याज ग्रिन चिलीहरू हालेर बनाएको है। हल्का चिनी पनि हालिदिन्छु, मलाई अलिकति मिठो खानु मन लाग्यो आज। तपाईँले सल्टहरू हाल्छ, मलाई चाहिँ खानु मन लाग्यो। पेनकेक भनिन्छ, पेनकेक अरू जग्गाहरू। अब हामी चाहिँ गिलो रोटी भन्नु पऱ्यो। यस्तै छ है साथीहरू। साथीहरू लु, मेरो पेनकेक गिलो रोटी है चाहिँ मेरो चाहिँ रेडी भयो। मेरो ब्रेकफास्ट नास्ता है बिहानको। तपाईँहरूको मिठो मिठो यो चाहिँ हल्का चटनी छ, कोरिएन्डर, ग्रिन चिली। यो चाहिँ हल्का यसमा चाहिँ उयोहरू लेमन जुस, अलिकति सल्टहरू उयो गरेर चाहिँ यसलाई चाहिँ मैले हल्का स्पाइसी टङ्की स्टाइलले बनाएको छु है। टङ्की छ। र यो मेरो आजको ब्रेकफास्ट है साथी हो। तपाईँहरूको सबैको त भइसक्यो होला। यो चाहिँ अब हुन लाग्यो। के गर्नु, अब हामी होटल रेस्टुरेन्ट लाइनमा काम गर्नेहरू त टाइम यही हुन्छ नास्ताको। 12 बजी लन्च हुन्छ